हेलो वेलकम टु माई मिनी ब्लग एभ्रिवान। गुड मर्निङ। के छ तपाईँहरूको खबर? अनि म चाहिँ आज मर्निङ मिनी ब्लग बनाएँ। मर्निङ उठेर मेरो सबभन्दा पहिलाको काम हुन्छ खाजा बनाउन, अन्त अफिस लग्नलाई खाजा या खाना केही म कहिले खाजा पनि लग्छु खाना पनि लग्छु। अनि आजको मेरो खानामा म पकाइरहेको छु राजमा अनि चनाको तरकारी अनि भात, किनकि अब 8 घन्टा काम गरेपछि त एक टाइम त खाना खानै पर्यो। त्यही भएर चाहिँ म कहिलेकाहीँ खाना पनि लग्छु। अनि यहाँ चाहिँ म राजमा पकाउँदैछु। लास्टै मिठो पाकेको थियो नि गाइस। अनि म चाहिँ मेरो फेसलाई इग्नोर गर्नु होला, किनकि उठ्ने बित्तिकै चाहिँ म फेस धुँदिनँ। खाना पकाएरै म फेस धुन्छु। पहिले तातो पानी खान्छु, तातो पानी खाँदै खाना बनाउँदै काम गर्दै गर्छु म। अनि यहाँ चाहिँ कुकरमा मेरो राजमा पाकिरहेको थियो। अनि मेरो भोइसलाई पनि इग्नोर गर्नु होला गाइस। मलाई लाज लाग्छ आफ्नो भोइसमा भिडियो बनाउनलाई। मेरो भोइस नराम्रो भएर त्यही पनि म सोचिरहेको छु कि अब डेली मिनी ब्लग बनाऊँ भनेर। अनि गाइस यो ड्रेसमा म एकदमै मोटी लागिरहेको छु, त्यो पनि इग्नोर गर्नु होला तपाईँहरू, किनकि म यति धेरै मोटी चाहिँ छैन। बिहान उठ्न कति अल्छी लाग्छ गाइस। मलाई त अफिस जानलाई यति अल्छी लाग्छ। मलाई चाहिँ मन्डे र ट्युसडे एकदमै अल्छी लाग्छ अफिस जानलाई। अनि जान मन पनि हुँदैन, तर के गर्नु जानै पर्यो। अनि 2 दिन चाहिँ मलाई हप्तामा 2 दिन चाहिँ जान मन लाग्दैन, तर 3 दिन चाहिँ म मजाले जान्छु। मेरो टाइम कसरी बित्छ मलाई थाहा पनि हुँदैन। अनि म चाहिँ यहाँ फ्रुट पनि काटेँ किनकि त्यहाँ चाहिँ मलाई भोक लागिहाल्छ। बिहान चाहिँ ड्राई फ्रुट्सहरू खाएर जान्छु। अनि त्यहाँ गएर चाहिँ मलाई 10-11 बजीतिर भोक लागिहाल्छ। त्यही भएर हेल्दी खाना खाऊँ भनेर म चाहिँ किवी अनि अनार लगेको थिएँ आजको 10 बजेको रुटमा खानालाई। अनि त्यही यहाँ म रेडी गर्दै थिएँ। अनि म चाहिँ फाइनली मेरो खानासाना पाकेर म यहाँ फ्रेस भएर त्यहाँ मेकअप गर्दैछु। मेकअप त गाइज मलाई आउँदैन मेकअप गर्नलाई। मेकअपमा भनेको त्यही एउटा सेरम, फेसवास युज गर्ने, अनि सेरम लाउने, अनि मोइस्चराइजर लाउने, अनि सनस्क्रिन लाउने। मलाई त्यति गर्न आउँछ, त्यो बाहेक चाहिँ अरू गर्न आउँदैन। तपाईँहरू चाहिँ मलाई सिकाइदिनु होला मेकअप गर्नलाई। मलाई लास्टै खै के हो पार्लर सिकेको हो त्यही पनि मेकअप गर्न आउँदैन प्र्याक्टिस नभएर। अनि गाइज यहाँ चाहिँ म लास्टै मोटी देखिरहेको छु, तर यति मोटी चाहिँ छैन। यति मोटी त छैन, खोइ क्यामेरा चाहिँ अलिक धेरै माथि भएर होला यस्तो मोटी देखेको। इग्नोर गर्नु होला तपाईँहरू। मलाई मेरो भोइसमा बनाउनु पनि लाज लाग्छ, त्यही पनि सोचेँ हस् लाजलाई गर्नुपर्छ, बनाउनुपर्छ आफ्नो भोइसमा। अनि म चाहिँ यहाँ गाइज मोइस्चराइजर लाउँदैछु सेरावीको। मलाई चाहिँ एकदम मनपर्छ आजभोलि सेरावी। पहिले चाहिँ युज गर्दा मलाई त्यति मन पर्थेन, तर आजभोलि मलाई एकदमै मनपर्छ सेरावीको मोइस्चराइजर। अनि मेरो चाहिँ एउटै सनस्क्रिन म युज गर्छु। म जहिलेदेखि सनस्क्रिन युज गर्न थालेँ तहिलेदेखि चाहिँ एउटै हो मेरो, नेपालबाटै मगाएर म लगाउँछु, डक्टर रसिलको। मेरो फेभरेट नै हो त्यो। मेरो फेसमा एकदम सुट पनि गर्छ अनि मलाई एकदमै मनपर्छ। अनि साथीहरू मेरो टिकटकको बायोमा मेरो युट्युब च्यानलको लिङ्क पनि छ। त्यहाँ पनि म धेरै नै ब्लगहरू अपलोड गरेको छु फिनल्यान्डकै बारेमा, धेरै कुरा आफ्नो बारेमा पनि। अनि तपाईँहरू त्यहाँ गएर पनि सपोर्ट गरिदिनु होला सबैजना। अनि मेरो फेसबुकमा पनि सपोर्ट गरिदिनु होला। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू सनस्क्रिन, मेरो फेभरेट सनस्क्रिन हो। लास्टै लाइटनिङ आउँछ कि एकदमै मलाई मनपर्छ यो सनस्क्रिन। अनि म चाहिँ हतार गरिरहेको छु किनकि म लेट भइसकेको थियो। हामी चाहिँ 7:15सम्म रुमबाट निस्किनु पर्ने हुन्छ, किनकि जानु पनि टाइम लाग्छ। रुमदेखि अलि टाढै हो हाम्रो अफिस, त्यही भएर म हतार गर्दैछु। आज चाहिँ उठ्न अलि ढिला भएर हतार गरेँ म। अनि चाहिँ आजको मौसम पनि खतरा थियो साथीहरू, एकदमै पानी पर्यो आज चाहिँ। लास्टै पानी पर्यो अनि चिसो थियो। अनि मलाई मनपर्छ पानी परेपछि मनपर्छ चिसो हुन्छ, किनकि मलाई लास्टै गर्मी हुन्छ। जति चिसो भयो नि मलाई गर्मी हुन्छ। अनि म चाहिँ फाइनली रेडी भइसकेँ अफिस जानलाई। आजको मेरो ड्रेस यही हो। अनि म चाहिँ त्यति मेकअप सेकअप गरेर जाँदिनँ, सिम्पलै हुन्छ, किनकि मलाई मेकअप गर्न पनि आउँदैन, त्यस्तो इन्ट्रेस्ट पनि छैन। अनि यो चाहिँ मेरो टिफिन। अनि म चाहिँ फाइनली आफ्नो गाडीमा बस्न जाँदैछु। अनि हामी
चाहिँ निस्केँ अफिसको लागि अनि ब्रेक भएको थियो त्यति बेला अनि म चाहिँ फ्रुट खाएँ ब्रेकमा एकछिन धेरै नै काम थियो धेरै नै फाइलहरू मिलाउनु पर्ने थियो अनि यहाँ चाहिँ लन्च ब्रेक भएको थियो अनि हामीहरू खाना खाएँ लन्च ब्रेकमा फाइनली छुट्टी भयो गाइज हेर्नु न कति धेरै पानी परेर हामी त लास्टै यस्तो पानी परिरहेको थियो भिजिसकेको थियो दुईजनै तपाईँहरूले थाहै होला हामी दुईजना सँगै काम गर्छु भनेर अनि यो चाहिँ छुट्टीमा यति खुसी हुन्छ छुट्टी भएपछि हेर्नु कति धेरै कत्रो पानी परिरहेको थियो म त सोचिरहेको थिएँ किनकि कति धेरै टाढै पर्दैछ भिजेर जानु मौसम चाहिँ खतरा छ आजको मौसम हेर्नु न कस्तो खतरा मौसम छ यहाँ घर आइपुग्यो अनि म फाइनली घर पुगेँ साथीहरू तपाईँहरू लाइक कमेन्ट गरिदिनु होला बाई बाई।